गाइस यो भिडियो हेरौँ लास्टसम्म फुल मजा आउनेवाला छ। दुईटा खाएको हेर्दा पनि यस्तो अहिले अङ्गुर महँगो के टप टप पेट भर्न मात्रै आउनु भयो क्या टप टप पेट भर्न मात्रै आउनु भयो क्या। ओहो दिदी नमस्ते। नमस्ते। यो च्याउ कसरी छ? च्याउ 350। यो 350? हजुर। अनि केरा चाहिँ? केरा 150। यो अलिक मिलाएर कतिसम्म? मिलाएर यो महँगो छ। महँगो छ? यसो गर्नु न यो 350 यो 1 किलो हालिदिउँ त्यो एक दर्जन। यो अङ्गुर के हो त्यो? अङ्गुर नि लाने हो? अङ्गुर हैन यो हेरेको हुन्छ। यो खुसरे स्याउ त हैन नि? होइन होइन एकदम मिठो छ सर। खुसरे हुन्छ नि त त्यो? होइन फुजीमा 1 नम्बरको फुजी यही हो, मिठो छ। खुसी हो? हजुर। केरा चाहिँ अलिक पाकै हालिदिनु दिदी। हस्। के गर्नु केरा? पाके छ? पाक्यो आज खाना ल्याउनु हुन्छ। पाके हो? पाक्यो। हरियो छ त्यो। हरियो छैन छैन एकदम पाकेको छ। सबै हालिदिनु न कति हुन्छ? झोलामा अर्को बल्ले झोलामा सबै राख्ने? राखिदिनु बल्ले झोला दुईटा है। एक दर्जन हुँदा केरा 15-20 त सबै राख्नु? सबै राखिन्छ। केरा त गुल्ले होला है? मिठो छ। भाइ कति चुडेर खानुभएको कि अङ्गुर दुईटा चाखेको मिठो रहेछ। कहाँको अङ्गुर? कहाँको अङ्गुरहरू दुईवटा चाखे हुन्छ त एक झुक्को नै बेसी हालिसक्नु भयो। दुईटा खाएको जम्मा? दुईवटा भन्नुहुन्छ देखिरहेको छु जतिचोटि आउँछु खाएको देख्छु। स्याउको किन्ने बाहनाले अङ्गुर खान खोजे है क्या? दुईटा चाख्नु हुँदैन त? चाख्न त दुईवटा बुनि दिनुभन्दा म दिइहाल्छु नि झिकेर। दुईटा खाँदा के हुन्छ त? दुईटा अङ्गुर अहिले महँगो छ तपाईँ थाहा छैन? दुईटा त खाँदा के हुन्छ त भन्नु न? कति छ? दुईटा खाँदा चाहिँ के हुन्छ? दुईटा खाएको ल मैले। दुईवटा भन्नुहुन्छ अहिले अङ्गुर महँगो छ के टप टप पेट भर्न मात्रै आउनु भयो क्या? पेट भर्न मात्रै आउनु भयो क्या? स्याउ किन्ने बाहना होइन दुईटा खाएको हो कि? दुईटा मात्रै खाएको मैले तपाईँले। दुईवटा भयो नि जोखेर आएको चिज हो नि त यो त। दुईटा मात्रै खा दुईटा चाख्नु हुन्न चाख्नलाई बुनि दिउनु सकित भन्नु नलगे पखालेर दिउँला नि पछि ल्याउनु। यस्तो किसिम नआउनु नि। दुईटा जहाँ पनि चाख्नु टिटे दिन्छ। खाएको छ जहाँ पनि चाख्दिन्छ दिदी। दिदिनँ भने होइन तपाईँले दिन्छु त टिप्दै खाँदैन खानु नगर्नु न। चाख्न त जहाँ पनि दिँदैन नि। म पनि दिन्छु दिन त तर धेरै खाइसक्नु भयो नि त तपाईँ टिप्दै एउटा अङ्गुर किन्ने होइन म अन्त लान्छु ल यो तपाईँले नलानु तपाईँ जस्तो ग्राहक अरू नि आउँछ नि जानु। म लान्छु। होइन लानु पर्दैन जानु तपाईँ लानु पर्दैन मान्छेहरू लानु केही फरक पर्दैन जानु आउनु पर्दैन तपाईँ अरू आइहाल्छ नि तपाईँ जस्तो ग्राहक। गाइस भिडियो यहाँसम्म हेर्नु भएको छ भने लाइक अनि कमेन्ट गरिदिनु होला अनि सेयर पनि अङ्गुर चाख्दा नहुने अर्को छैन राम्रो राम्रो रिएक्सन दिनको लागि धन्यवाद। मजा आयो मजा।